ऊ खेल्ला बाटे क्या पहिले हाम्रो बुक्री भाँडा खेल्थी छ अवस्था अवस्था खेल्ने बाटे तो गाइस तो मैं का देखाइ जाइ तू कल से चिमुसी चुई जनले बाटे कि नाही पुइन पुइन गन्दा हेलो नमस्ते सकुसगरी कुरा वेलकम ब्याक टु माई च्यानल फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा म सञ्जोग डङ्गोरा सो अहिले म खेतमा आइसकेको छु म देखाउन चाहन्छु तपाईँलाई आफ्नो खेत साँझको समय चाहिँ एकदम राम्रो ठाउँ छ सो यहाँ एकान्त ठाउँ छ के त्यसैले म देखाउन चाहन्छु तपाईँहरूलाई चाहिँ खेतको माहौल तो गाइस तो मैं का देखाइ जाइ तू कल से चिमुसी चुई जनले बाटे कि नाही वही देखाइ जाइ सो गाइस एकदमै खतरनाक ठाउँमा लागल बाटे बिच्चे हाम्रो गाउँ बिच्चेबाटै तपाईँले म देखाउन गइरहेको छु तपाईँलाई चिमुसी चुई भनेको मुसा सो मैले चाहिँ हिजो राखेको थिएँ औषधि तर औषधि खाएको छन् कि छैनन् भन्ने कुरा म हेर्न र पत्ता लगाउन गइरहेको छु यदि मुसा खाएर कतै मरेछ भने पुइन पुइन गन्दा तपाईँले जाइटो हेरो गाइस मुसा तो खैले बाकी नहीं खै हेरु गाइस मुस तो कोही फे दबाई नै खैले होइ सो एउटा पनि औषधि खाएको छैन यार टेन्सन भइसकेछ क्या पुरै गहुँ नोक्सान गरिसकेका छन् तपाईँले देख्न सक्नुहुन्छ पुरै गहुँ नोक्सान गरिसकेछन् पुरा बिचमा यस्तो छ अनि मैले चाहिँ बाटो बनाइदिएछु के यहाँबाट त्यहाँ हिँड्ने बाटो बनाइदिएछु यसरी हिँड्दा हिँड्दै बाटो बनिहाल्छ भन्न त तर हेर्न सक्नुहुन्छ गाइस हेर्नु यो पाल छ यो पालको भित्र पनि मैले चाहिँ 2-3 औषधि राखिदिएको थिएँ तर एक पनि खाएको छैनन् गाइस लास्टै टेन्सन भएको छ म देखाउन चाहन्छु तपाईँले अर्को ठाउँमा पनि धेरै छन् मुसो लागेको त्यही भएर तपाईँ हेर्दै गर्नु होला हेर्नुस् तपाईँ हेर्नु पुरै यहाँदेखि यहाँसम्म खाइसकेछन् ऊ पुरा खाली छ त्यहाँ यहाँ पनि खाली भइसकेछ तर यहाँ पनि लागेको थिएँ मैले पनि यहाँ पनि मैले चाहिँ राखिदिएको छु तर खै खाएको छन् कि छैनन् हेर्न गइरहेको छु म तर यहाँ त पुरा ऊ खेल्ला बाटे क्या पहिले हाम्रो बुक्री भाँडा खेल्थी छ अवस्था खेल्ने बाटे हेरौँ त अस्ने पहिले बुक्री भाँडा खेली हाम्रो वहीँवाला खेल्ने बाटे यहाँ सो यहाँ चाहिँ एक थोपे दबाई नहीं खेले हुए गाइज लास्टै टेंशन बा हुए काहे कि पूरा गेहूँ नुकसान कर दिले बाटे सो डाडा से गाड़ी मिलल रहे काहे कि मैं मुस नहीं हेर ले का जब फिर आऊँ और दिन तो बाहर से हेरूँ यहाँ आइबे नहीं करूँ बिच आइबे नहीं करूँ काहे कि मैं आऊँ यहाँ बंडार हाँके तर बिच नहीं आऊँ तो गाड़ी मिलल रहे चाहे औषधि डार दे कलर है तो काला औषधि डरनु तो आज यक्को फेना खेले हुई तब मारे मैं आज काल डार के आज हेरे हाल बटू तो गुहूँ तो एकदमै ज्यादा खारेले बाटाइ सो तब मारे म यहाँ आइसकेको छु तर एक पनि दाना खाएको छैन यो गहुँ जस्तै छ औषधि तर एक पनि खाएको छैन नि हेर्न सक्नुहुन्छ यति धेरै छ नोक्सान गरेको बाफ रे बाफ के भनौँ यो मुसाहरूलाई यो मुसाको घर भनेको यति ठुलो हुन्छ कुनै दिन यदि कसैले चाहिँ मुसा समात्यो भने त्यो मुसामा चाहिँ ऊ बान्दिनु होला क्यामेरा बाँधेर अनि त्यसपछि छोडिदिनु होला अनि त्यसपछि हेरौँला त्यसको घर कस्तो हुन्छ र मलाई चाहिँ ट्याग गर्नु होला मलाई चाहिँ सेयर गर्नु होला है त्यो भिडियो चाहिँ सेयर गर्नु होला मलाई सो अहिले चाहिँ हामी यता छौँ मुसा हेर्दैछौँ किनभने धेरै खाइसकेछन् अब घर जाने समय पनि हुँदैछ मेरो त्यही भएर अब मुसा मरेछ कि छैन भनेर चाहिँ हेर्न आएको तर एक मुसा पनि छैन यहाँ मरेकोमा एक पनि दाना खाएको छैन मैले सोचेकै थिएँ कि 1-2वटा त मरे होलान् तर ना भाइ ना मुसाहरू त एक पनि मरे छैन के गर्ने भनेपछि त अब यहाँ छैन भने के गर्ने मरे छैन मरेको यो देख्न सक्नुहुन्छ यो चाहिँ बियरको बोतल हो राखेको छ यो चाहिँ राटी त्यो लिलघोडी भगाउनलाई गाइज सो यति भन्दै अब मेरो चाहिँ घर जाने समय हुँदैछ सो गाइज म चाहिँ अब घर जाने बेला भइसकेछ अब म घर जाँदैछु यति भन्दै सबैलाई यो म जाँदैछु बाई बाई